आज हामीले एउटा गम्भीर विषयमा इमानदार भएर आवाज उठाउनु पर्ने भएको छ, किनकि अटिजमको नाममा अहिले जे भइरहेको छ त्यो सचेतना नभई व्यवसाय बन्दै गइरहेको छ र यो अब तुरुन्तै रोकिनुपर्छ। आजकल मानिसहरू झुठा आशा बेच्दैछन्। यस्ता मानिसहरू भन्छन्, यो हाम्रो औषधि खाऊ, अटिजम निको हुन्छ, हाम्रो थेरापी सेन्टरमा थेरापी गराऊ, तिम्रो बच्चा सामान्य बन्नेछ, यो कोर्स किन, तिम्रो बच्चामा परिवर्तन आउनेछ। तर यी सबै भ्रम हुन्। यी झुटहरू क्रमशः नाफामूलक उद्योगमा बदलिँदै गएका छन्। अभिभावकहरू मानसिक, आर्थिक र शारीरिक रूपमा पीडित हुँदै गइरहेका छन्, तर संसार चुपचाप टुलुटुलु हेरिरहेको छ। डुबिरहेको मानिसलाई सानो परालको टुक्रामा पनि आशा देखिन्छ र यही आशालाई केही मानिसहरूले आफ्नो खल्ती भर्न प्रयोग गरिरहेका छन्। के यो न्यायसङ्गत हो त? के यही मानवता हो? हरेक देशले अटिजमलाई नाफाको साधन बनाउने यी अवैध र अनैतिक अभ्यासहरू बन्द गराउनुपर्छ। यो नैतिक जिम्मेवारी प्रत्येक राष्ट्रको हो। यो विश्वव्यापी जवाफदेहिताको क्षण पनि हो, किनभने अटिजम कुनै बजार होइन, अटिजम कुनै व्यापारिक अवसर होइन, अटिजम कुनै औषधि बेच्ने माध्यम होइन, अटिजम कुनै प्रयोगशाला पनि होइन। अब यो शोषण बन्द गरौँ, आज अहिले नै। धन्यवाद।